सो यहाँ चाहिँ एकदम कम्प्लिट भइसकेको छ। एकदम श्रीनगर त एकदम कम्प्लिट बनाइसकेको छ। यहाँ माथि चाहिँ अस्ति नै बल्ल बनाउँदै थियो, अहिले चाहिँ यस्तो भइसकेको छ साथीहरू। म चाहिँ आज कति दिनको बादमा आएको, पुरा छक्क भएँ। यस्तो टाइपको भन्छ। श्रीनगर चाहिँ यस्तो भइसक्यो। अस्ति नै फ्लाइओभर बनाउँदै थियो, त्यो एकदम मजाको भइसकेको छ साथीहरू। यहाँ चाहिँ बस स्ट्यान्ड, यहाँ चाहिँ श्रीनगर यसरी जानु। यहाँ यस्तो देख्नुहुन्छ माथि कम्प्लिट भइसकेको छ, पुरा दामी देख्दैछ है। जो नयाँ आउनेहरू चाहिँ कसैलाई थाहा छैन भनिरहेको। अन्त बस त यहाँबाटै छ, मैले बसमै जानु पर्यो। यही एकदम एउटा टप होइन, कानमा लाउने इयरिङ किन्नुको लागि चाहिँ गएको थिएँ आज श्रीनगर। हेर्नुहोस् न, फाइनली मैले चाहिँ यति खास त छैन र पनि यसको महँगाई चाहिँ 45 रुपिस छ यहाँ। अन्त यो 45 रुपिसमा मैले ल्याउनु गएको थिएँ। अनि मलाई चाहिँ यस्तोहरू लाउनु त एकदम एलर्जी हुन्छ, तर पनि अब एक दिनको पार्टीको लागि चाहिँ म यो किनेको साथीहरू। कस्तो लाग्यो हेर्नुहोस् न, एकदम दामी छ। मलाई त मन परेको छ र पनि होइन, अब मलाई यस्तो कुराहरू चाहिँ लाउँदिनँ नि त बेसी प्रायः, त अब अलिअलि किन्नु पऱ्यो भनेर सोचेको साथी। कस्तो लाग्यो तपाईँलाई चाहिँ?